नेपालको शिक्षा प्रणाली तपाईलाई लाग्छ यो एजुकेसन सिस्टम तपाईको भविष्य बनाउँदैछ, तर हामी 12 वर्ष पढ्छौं अनि फेरि 4 वर्ष कलेज, तर जब जिन्दगी सुरु हुन्छ हातमा कुनै सिप हुँदैन। आज म तपाईलाई सुनाउँदै छु नेपालको एजुकेसन सिस्टमको तितो सत्य। यदि तपाई विद्यार्थी हुनुहुन्छ वा बुवाआमा हुनुहुन्छ भने कृपया यो भिडियो पुरा हेर्नुहोस्। नेपालको शिक्षा प्रणाली केमा केन्द्रित छ? रट्नुस्, पास हुनुस् र बिर्सिनुस्, हैन त? हामीलाई सोच्न सिकाउँदैन, सिर्जना गर्न सिकाउँदैन, केवल मेमोराइजेसन। जसले धेरै पेज याद गर्छ उसले टप गर्छ, तर जब वास्तविक जीवन आउँछ जुन किताबमा प्रश्न छैन त्यही प्रश्न जीवनले सोध्छ। मेरो साथी बोर्ड एक्जाममा टप गर्छ, उसको परिवार ऊ माथि गर्व गर्छ, तर जब उसले आईटी कम्पनीमा जागिरको लागि एप्लाई गर्यो, इन्टरभ्यूमा उसलाई सोधियो गिट हब चलाउन आउँछ, उसले उत्तर दियो गिफ्ट हब भनेको के हो? त्यसपछि रिजेक्टेड भयो। किनकि स्कुलले थ्योरिटिकल ज्ञान दियो तर सिप प्रयोग र वास्तविक एक्सप्लोजर कहिले दिएन। शिक्षा भनेको जिन्दगीको तयारी हो, जिन्दगी निर्माण गर्ने आधार हो, तर नेपालमा शिक्षा भनेको केवल परीक्षा पास गर्ने तयारी हो। 5 बिग प्रब्लम्सहरू छन्। 1 नम्बरमा आउटडेटेड करिकुलम। अहिले पनि धेरै सरकारी स्कुलमा विन्डो एक्सपी पढाइन्छ। एआई, डिजिटल मार्केटिङ, फाइनान्सियल लिटरेसी यी शब्द कक्षा कोठामा छैन, तर संसार अघि बढिरहेको छ यही सिपका आधारमा। प्रब्लम नम्बर 2, नो स्किल बेस्ड लर्निङ। 12 वर्षमा कति विद्यार्थीले कम्युनिकेसन, भिडियो एडिटिङ, कोडिङ या फ्रिलान्सिङ सिक्छन्? शून्य, कोही पनि हुँदैनन्। स्कुलमा हामीलाई बाल्यकालदेखि कसरी कमाउने भन्ने पाठ कहिले सिकाउँदैन। प्रब्लम नम्बर 3, टिचर ट्रेनिङ र प्र्याक्टिकल ज्ञानको अभाव। धेरै शिक्षक आफै कन्फ्युज छन् किनभने उनीहरूलाई कसरी पढाउने भन्ने तालिम दिँदैनन्। उनीहरूले पनि रटेको कुरा मात्रै पढाउँछन्। प्रब्लम नम्बर 4, जब यस एन्टरप्रेन्योर थिङ्किङ। शिक्षाले सधैँ सरकारी जागिरको सपना देखाउँछ, तर तिमी व्यवसाय गर्न चाहन्छौ भने यो शिक्षा तिमीलाई गभर्नमेन्ट स्कुलले दिँदैन। प्रब्लम नम्बर 5, एक्जाम सेन्टर्ड सिस्टम। एक्जाम सक्यो भने किताब फालिन्छ। किनभने मूल्याङ्कन केवल अङ्कले हुन्छ, ज्ञानले होइन। क्रिएटिभिटी, क्युरियोसिटी, करेज यी कसरी नाप्ने? क्रिएटिभिटी, क्युरियोसिटी, करेज यो शिक्षाले नाप्दैनन्। हाम्रो नेपालको एजुकेसन सिस्टमलाई इन्टरनेसनल लेभलमा कम्पेरिजन गर्दा फिनल्यान्ड, जापान र अमेरिका जस्ता देशमा बालबालिकाहरूलाई प्रोजेक्ट बेस्ड लर्निङ सिकाउँछन्। उनीहरू 10 वर्षको उमेरमै कोडिङ सिकाएर तयार गर्छन् र क्रिटिकल थिङ्किङ सिकाउँदैछन्। हाम्रोमा भने हि इज ब्याड बाई, हि इज ब्याड गर्ल भनेर लेख्न मात्रै सिकाउँछन्। सोध्न मन लाग्छ हामी कहाँ चुक्यौँ भनेर, तर यो कुरा तपाईँ र म मात्रै होइन, होल नेपालका विद्यार्थीहरू इभन सिटिजनहरू पनि भोगिरहेका छन्। अब प्रश्न आउँछ यसलाई कसरी समाधान गर्ने र यसबाट कसरी बच्ने? प्यारेन्ट्सहरूलाई म एकदमै हार्डली रिक्वेस्ट गर्दछु कि तपाईँको विद्यार्थीलाई उसको अङ्क हेरेर मात्र जज नगर्नुहोस्, बच्चालाई सोच्न, सिक्न र स्वतन्त्रता दिनुहोस्। स्टुडेन्ट्सहरूको पनि के कर्तव्य हुन्छ भने केवल पढाइ होइन, जीवन चलाउने सिप पनि सिक्न थाल्नुहोस्। युट्युब, किताबहरू, कोर्सहरूबाट सेल्फ लर्निङ गर्नुहोस् र यसमा टिचरको पनि ठुलो भूमिका हुन्छ। केवल मात्र पाठ नपढाउनुहोस्, क्युरियोसिटी जगाउनुहोस्, विद्यार्थीहरूमा इच्छा शक्ति जगाउनुहोस्। यो एजुकेसन सिस्टममा गभर्नमेन्टको ठुलो हात छ। गभर्नमेन्टले पाठ्यक्रम, शिक्षक तालिम र प्राविधिक शिक्षा सुधार गर्नुपर्छ, नत्र हाम्रो युवाहरू विदेश पलायन भइरहन्छ र यसलाई कोही पनि रोक्न सक्दैन। नेपालको शिक्षा प्रणाली परिवर्तन गर्न हामी सबैको भूमिका हुन्छ र त्यो परिवर्तन तपाईँबाट सुरु हुन सक्छ। यदि तपाईँ यो भिडियोमा बताइरहेका समस्याहरू महसुस गर्नुहुन्छ भने कमेन्टमा लेख्नुहोस् यस वी निड चेन्ज र यो भिडियो एकजना विद्यार्थी वा अभिभावकसँग सेयर गर्नुहोस्। सब्स्क्राइब गर्न नबिर्सिनुहोस् किनभने म यस्तै साँचो, काडा र आशाले भरिएको भिडियो म बनाइरहन्छु। थ्याङ्क्स फर वाचिङ।